नमस्कार साथीहरू, शाखा आदि गीतको 2083 सालमा नयाँ विज्ञापन मङ्सिरको 23 गते आउनेछ। हजुरहरू नेपाली मिडियम सँगसँगै इङ्ग्लिस मिडियम पनि तयारी गर्न चाहनुहुन्छ भने #SmartGK भनेर कमेन्ट गर्नुहोला। आजको यो भिडियोमा म हजुरहरूलाई सामान्य प्रशासन समूहको सिलेबसको बारेमा भन्न गइरहेको छु। यो सिलेबसमा प्रथम चरण र द्वितीय चरण गरेर 2 चरणमा एक्जाम हुने गर्दछ। प्रथम चरणमा चाहिँ 100 वटा वस्तुगत प्रश्नहरू आउने गर्छ। यो एक्जामको समय 1 घण्टा 30 मिनेटको हुने गर्दछ। यो एक्जाममा चाहिँ हजुरहरूलाई जीके, आइक्यू र इङ्ग्लिस विषयसँग सम्बन्धित प्रश्नहरू आउने गर्छ। हजुरहरू प्रथम चरण पास गर्नको लागि कम्तीमा पनि 45 मार्क्स ल्याएकै हुनुपर्छ। हजुरहरू प्रथम चरणको परीक्षा पास हुनुभयो भने हजुरहरूले लिखित पत्रमा चाहिँ 3 वटा लिखित पत्रहरू एक्जाम दिनुपर्छ, जसमा चाहिँ हरेक पत्रमा चाहिँ हजुरहरूलाई 10 मार्क्सको 10 वटा क्वेसन आउने गर्छ। यसको साथै हजुरहरू लेखा समूह, परराष्ट्र समूहको सिलेबसको बारेमा जान्न चाहनुहुन्छ भने म हजुरहरूलाई अर्को भिडियोमा यसको बारेमा जानकारी दिनेछु। यो भिडियोलाई शेयर गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र स्मार्ट जीके फलो गर्नुहोला। हस्त, धन्यवाद।